Hello folks, आज चाहिँ हामी विकेन्ड गेट अवे गर्दैछौँ। बुढीले भन्यो कि मलाई सरप्राइज दे बुढो भनेर भन्यो नि, त्यही भएर चाहिँ म यसो 2-4 ठाउँमा जान्छु अनि त्यो तपाईँहरूलाई पनि देखाउँछु। त्यो इन्ट्रेस्टिङ प्लेसेसहरू हुन्छ 2-वटा जस्तो स्पटहरू वी क्यान हिट अनि या इट्स गोना बी फन। स्टे ट्युन। पानी पनि परेन खोजिरहेको, घाम पनि लागिसकेको छ। भनेपछि यस्तै यस्तै खोज्छिन् यिनले चाहिँ। फेरि निस्किँदाखेरि चाहिँ अलिअलि पानी पऱ्यो भने चाहिँ यिनलाई मजा आउँछ, घाम लाग्यो भने चाहिँ अनि सी हेट्स इट। सरी सनगार, सरी। हाम्रो यात्रा सुरु भइसकेको छ। फाइनली आइसक्यौँ प्रेरी क्रिक पार्क रिचर्डसन। अनि यहाँ एकदमै सिक्रेट एउटा नेचरल सिनेरी पनि छ अरे, अब देखाएको छैन। एन्ड वी गोना गो सी, इट्स अ ब्युटिफुल पार्क हियर। एक मुस्कान काफी छ मलाई घायल बनाउन। कति ब्युटिफुल है घरहरू पनि, लाइक रियली रियली ब्युटिफुल। कस्तो राम्रो कि त्यो रुख हेर न, तल त्यो कस्तो मजाले तलतिर फैलियो नि त्यसको ब्रान्चेस। राइट राइट। ए कसरी तल तल आयो त? नाइस। जाउँ। बबाल बबाल कति राम्रो हो। त्यो ठ्याक्कै हाम्रो चितवनको 20,000 ताल जस्तो बाटो। चितवनको 20,000 ताल जस्तो यस्तो धेरै रुखहरू छ। कति राम्रो यार पार्क, बाबा मजा आयो। अलिक डिफ्रेन्ट छ है यो, अलिकति शान्त सुन्दर विशाल। बन्द गरेको घर चाहिँ किन देखाउनु? ए अँ हुन त काठले बनाउँछन् है, पुरै काठ वुड। त्यही भएर त टोर्नेडो आउँदा उडाएर लान्छ त नि। ल प्रेरी क्रिक पार्क भनेर पनि भनिसक्यो। 1966 मा यो धेरै पुरानो रहेछ। 1966 मा भने अरे आम्मा ओल्ड। त्यो बेला हाम्रो ड्याडी चाहिँ जन्मिसकेको भयो होला। कति भयो अहिले? 75, 85, 95। ड्याड चाहिँ जन्मिनु भएको थियो होला। वे स्क्वेयर यसलाई क्यामेरामा छु भन्ने थाहा भयो क्या? ल पोज पो दिन थाल्दो रहेछ त। पानी के खानेकुरा दिन्छ भनेर ल्याउनु पर्ने रहेछ बेबी। तर यता ओए ड्याम सुर्रा भयो। स्क्वेयरहरू चाहिँ टन्नै छ। मजाले केही न केही खाएर आउँदो रहेछ अनि खाना दिन्छ कि भनेर नि हेर्दो रहेछ है अघि त। त्यही भएर हेरेर रहेछ पानी परेर। हेऱ्यो नि त ल कस्तो भाग्छ अब। ल माटै खान थाल्यो है। कति राम्रो हो। फेरि छोड्ने काँडा थियो नि बेबी, तिमीलाई काँडाले बिजायो। हामी चाहिँ यहाँबाट सर्टकट लिएर आएर यताबाट यस्तो राम्रो सिन हेरिरहेछौँ। बिस्तारी बिस्तारी त्यस्तरी हल्ला गर्नु मिलेन नि सिन। बिस्तारै नै देखाइरहेको छु हजुर, बिस्तारै। कस्तो राम्रो है, कति शीतल है यहाँ। त्यहाँ चाहिँ एकजना काका छ त्यहाँ। लौ त्यो आवाज निकाल्यो भने नि खोइ ओके
त्यही हेरिरहेछौँ दृश्य ए आज हामीले ट्विनिङ गरेको भन्ने त भन्न ए बिर्सेँ ट्विनिङ यस ट्विनिङ गरेर सेम कलर with me and my baby entrance हैन अलि हामी टिजर मात्रै हो टक्क जान्छौँ हामी यस्तो ब्युटिफुल तरिकाले हेर्छौँ यो रेन के अरे यो उसकै आवाज के को यो त हाइवेकै आवाज होइन हो बवाल देखेको नि क्यामेराले देखायो त के देखाएन यार क्यामेरामा त लो ए के हुन्छ नि पिपलको बुथमा दाना बने जस्तो भन्दो रहेछ नि त ए त्यो फिस माछा मार्ने त्यो वेट अथवा त्यो बल हुन्छ कि ठ्याक्कै त्यसको मलाई नाम थाहा भएन कि सही फोटो आउँछ यार यहाँबाट हेर त यसरी यत्रो त्यहाँनिर होइन सही है बबाल कता जाने लेफ्ट जाने कि राइट म त बेबिल जे भने त्यही हो बेबिल लेफ्ट भने लेफ्ट हो बेबिल राइट भने राइट हो तो रुको जरा सबर करो राइटमै बाटो हो बवाल पार्क रहेछ है तलबाट पनि जानु मिल्ने रहेछ माथिबाट पनि जानु मिल्ने रहेछ है कि यहाँ माथिबाट जानु मिल्दैन र यतिकै बनाइदियो र त्यहाँ माथि त हामी त अर्कै ठाउँमा पुग्छ घरमा पुग्छ मान्छे होइन छेड्छ नि बेबी बिस्तारै कता पुगिन्छ चिप्लो बाटो लड्दै पढ्दै आयो कहाँ बिहे झर न हेर न भन्न मिल्यो त त्यस पछाडि लौ बाटोमै पुग्यो क्या हो मान्छे घरमै पुग्यो बेबी यहाँबाट त यो त होइन तलको बाटो उताबाट जाऊँ नि त उताबाट जानु मिल्छ यताबाट मुनि जानु मिल्छ होला नि बाटो होला यो गाडी हिँड्ने बाटो होला मिठो घरहरू है ल सिट हेर हेर त यो डक्टरकै घर हो पक्कै यो डक्टर साहब A few moments later. त्यहाँबाट तल जानु मिल्दैन त मिल्दैन रहेछ ल जाउँ तलैबाट जाउँ हामी माथि आइपुगेछौँ राम्रो बाटो हेर्दै आएको त राम्रो बाटोले त झर्नामा लाँदैन हेर्नु गाइज अलिकति रफ एन्ड टफ बाटोले चाहिँ तपाईँलाई ब्युटिफुल सिनतिर लान सक्छ होइन बात तो सही है Hey, what is this? Poland. त्यो ठङ घुँडा ठोकिने रहेछ यार यो किचन गड ड्याम भित्रै हाल्नु पर्छ सबै ल यो माटोको बाटो जानुपर्छ माटोको बाटो जति टाढा जति माथि पुगे पनि मान्छेले आफ्नो रुट बिर्सिनु हुँदैन अरे कि हाम्रो रुट भनेको के हो माटो डोन्ट फर्गेट योर रुट वेयर यु आर होइन छेङ ओके छेङ मस्तै ओ नाइस प्लान्ट देखियो चिल्लै पात छ त यार यस्तो हुन्छ भने जिउराको चिल्लो पात होइन झरना यो मौसम दूरबीन नै लिएर आइरहेको छ मान्छे त दूरबीन टाइपको काँडा के हो हिजो तिमीले भने सेलरोटीको काँडा उम्रेको मनपर्छ भने जस्तो पो भयो त यार यो रुख त के हो बिरामी त भएन हुनसक्छ के रोग लाग्यो यहाँ चाहिँ यो चाहिँ काँडा होइन चाहिँ के किराहरूले घर बनाएको कि के हो यताबाट सिनहरू हेर्दै जाऊँ न त
यहाँ चाहिँ खोलै छैन सुकिसक्यो रहेछ यार यही हो यही हो त यही हो हाम्रो एरिया। आउनु त हो कि होइन पत्ता लगाउँ यो त प्र्याङ्क भयो अझै पनि खोलो नै छ अब जाउँ 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 अझै हिँडौँ तपाईँटी होला नि जाँदैछौँ आफ्नो डेस्टिनेसनतर्फ अझै ब्युटिफुल सिनेरियो पाइन्छ भन्ने आश गर्दै केही बेला म सम्हालेर राखिरहेको छु हिँड्नलाई गाह्रो भइसक्यो त्यो नाइस हावा पनि वा छहारीको पनि महत्त्व छ होइन ल हामी हिँड्दै गर्छौँ ल अर्को एट्र्याक्सन पोइन्टमा पनि आइपुग्यो ओए पछाडिको त्यहाँ ज्याक एन्ड जिलको कुवा जस्तो रहेछ है ज्याक एन्ड जिलको कुवा अब फुल देखाउनुलाई ती बेबिल देखिसकेको छैनौ होइन अब फुल छ क्या त्यहाँ अक्रस द रिभर त्यहाँ कस्तो मजाले डग्सहरू चाहिँ बात गरिरहेछ नि हेर न खोइ ऊ 3टा डग ओइ है ओइ कस्तो राम्रो फुल हो त्यहाँ त कसरी है त्यहाँ त्यसरी फुल भएको खोइ एउटा मात्रै लाइक के हो त्यो रोज हो होइन अर्कै के बबाल यार त्यो तल रिफ्लेक्सनहरू कति राम्रो देखिरहेछ चराहरू नि चुक 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 कति राम्रो है माथिबाट गरेर देख्यो फुल देख्यो नि तङ्ग पऱ्यो फुल देख्यो भनेपछि अब बरु फुलै फुल भयो भने राम्रो देखिन्छ है जाउँ अब फेरि अब एट्र्याक्सन अर्को एट्र्याक्सन पोइन्टमा जाँदै गरौँ है ज्याक एन्ड जिलको कुवामा पनि जाऊँ न के रहेछ त्यहाँ पानी त होइन तर के प्लान्टहरू पानी त हो अलिक सिद्धि यहाँबाट ए त्यहाँबाट यहाँ पनि रहेछ फुलहरू न दिदी है हो त यहाँ चाहिँ फुलहरू रहेछ यही पनि कसरी मेमोरी बनाएको होला के हो यो हुनु चाहिँ के हो हाउस बुझ्नु त केही बुझेन तर पानी आयो भने चाहिँ यहाँ बस्नु चाहिँ बुझ्न त केही बुझेन 1865 को रेफरेन्स लेखा के भन्नु खोज्यो नो क्लु यो त लयरै लाउनु पर्छ है यहाँ कसरी यस्तो भएको लगायो हेर यस्तै गरेर नेपाली भिन्टेज ओइ जस्तै है त्यो गोर्खाको दरबार जस्तो देखियो त गड ड्याम गोर्खा दरबार कस्तो राम्रो राम्रो घरहरू बाबा फुलहरू पनि हेर्नुहोस् such a beautiful sight to see आज घाम लाग्यो भएछ हामी हिँड्न सक्छौँ वेदरले पनि पर्फेक्सन दियो हुन त हामी रोमान्टिकै छौँ तर पनि अझै वेदरले पनि रोमान्सलाई अझै फ्लरिस गर भनेर दिए पछाडि त वाइ नट टेक द म त त्यो एकजना इङ्ग्लिसमा कमेन्टेटर हान्छ नि क्रिकेटर ओभर एक्साइटेड इङ्ग्लिस टिचर भनेर त बोलिरहेको क्या जाउँ जाउँ कहाँ पुगिन्छ हाम्रो वाला छैन तर continuing there is a little better side here भने जस्तो भन्नु त के फिलिङ आयो तिमीलाई इन्डिया जस्तो इन्डियाहरूमा हुन्छ नि कलेजको साइडमा के बस्ने ठाउँ चिलआउट त्यही त यहाँ कोकसोक खाना होइन कोकसोक खाना कोक चाहिँ होइन पानीको बोतल बियर दारू खाना अन्त है कोक नभए पनि पानीको बोतल कोक बियर दारू पानीको बोतल गोली सोडा कस्तो मजा आयो यार सुर हावा लाग्यो यहाँ माथि पनि त्यो रुखहरू मस्त क्या के राम्रो There are beautiful things that I've got. Oh God, please stay. होइन आउनु त हामी पनि ह्याङ आउट गरौँ न त्यहाँ इन्डियाको कलेजको भाइबमा बस्ने बस्न चाहिँ नमिल्ने फोर्स भयो नबस्नु फनामा अमिर खानले काजललाई लएर चाहिँ यस्तो यस्तो गुफातिर लान्छ अनि त्यसरी फ्लट गरेको जस्तो रहेछ त ल
बाहिर खा त्यो राम्रो बढ है के बढ हो वाउ, खै अझ नजिक नजिक आऊ आऊ कस्तो क्युट है भएर होइन जुरो पनि छ फेरि भगेर त होइन त्यही भएर मान्छेहरू बाइनाकुलरै लिएर आइरहेको छ नि त अँ यहाँ बढहरू डेन्जर आउँदो रहेछ खै कस्तो राम्रो देखायो यो अलिकति पिस्टअप भएन होइन धेरै हिँड्यो वाटरफल त यहीँ रहेछ 2 मिनट पार्किङबाट तर पार्क चाहिँ अलिकति पर गऱ्यौँ हिँड्दा हिँड्दा कहीँ गयो देखिँदैन यहीँ छ सही छ है तर अब यहीँबाट गएपछि त देखिन्छ नि त अब ग्रेजुएसन बनाउनु पनि आउँदा रहेछन् मान्छेहरू बेबी सावर गर्नु पनि आउँदा रहेछन् भनेपछि त जेस वेल मेन्टेन्ड पार्क नै भन्नुपर्छ यो फ्लावर चाहिँ रहेछ है ऊ हाम्रो हजुरआमा हुनुहुन्छ त्यहाँ एकजना सायद होइन कस्तो कस्तो रेड बर्डहरू पनि देखियो क्यामेरा पनि कैद गरियो कस्तो अचम्म यार बेबी अनि फेरि एकदमै रेयर टाइपमा राखिदिएको रहेछ कि यो सिटीले गरे हो कि आफै पोलिनेट भएर कुन फुल हो यो कुन कलरको फुल हो पिच कलरको फुल यार लो मैले त देखाएको थिएन होला अहिले पिच कलरको एक्सेप्ट इन बोटानिकल गार्डन चिसो खोलाको छेउमा आउने बित्तिकै चिसो हुने पुरा ठुलो रहेछ वाटरफल त ठुलो लाग्यो तिमीलाई हौ उल्टो भनेर ओए बच्चा त के भयो लो 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 वाट त्यो बाबुमा खै डुब्दैन फेरि यो डुब्ला नि त यहाँबाट तल जानु मिल्छ हो यो त पानी हुन्छ नि फेरि तल जानु त मिल्छ तर कसरी माथि आज नजाउँ होला त्यहाँ हाँसेर नि उनीहरू अर्कै ठाउँबाट आए कताबाट गुल्लु गुल्लु गरेर यहीँबाट आउनु पर्ने रहेछ उताबाट आइपुग्दो रहेछ ए दुईजना आए है ले छप्ल्याङ छप्ल्याङ गर्दै छप्ल्याङ छुलुङ गर्दै यो हो नि त लाइफ त होइन बच्चाको कहाँ छ हाँस ए हाँस हाँसिया यहाँ छ तलबाट हेर्न पो ए त्यसो छेउमा नजाऊ है कति छेउमा बसेको हेर त यहाँ कति छेउमा बस्यो हो ढुङ्गैको छेउमा कि यसरी लड्दै पढ्दै गरेर कति राम्रो रहेछ दिल बस्यो लौन हँसिलो मुहार गाजलु आँखैमा कति राम्रो यार भ्यूहरू यसै ब्युटिफुल छ हावाले चाहिँ मान्छेलाई उडाउनु ल बाइ द वे यो रमणीय सिनेरीमा पनि आयो फिस पनि देखिरहेको माछा पनि देखिरहेको त्यहाँ तर क्यामेरामा चाहिँ आउँदैन यो यति नहिँड्या भयो यो झर्नामा आएको त्यही भएर मैले जानी चाहिँ भौतारिँदै गरेर चाहिँ लास्टमा चाहिँ झर्ना हुन्छ पार्क पनि त्यही गरेर यो बाबुरावको स्टाइल अगाडि कसैले मिस्टेक लुकाउने केही पनि भन्दैन यो त सिक्रेट जग्गा हो यार यो त कसैलाई थाहा नि छ भने छ थाहा छैन त्यो त म्यानमेड हो क्या हेर्नु नि ढुङ्गाहरू राखेर कति 1966 बना जबसम्म चन्द्र सूर्य आकाशमा रहन्छ एडभेन्चर गर्ने हामी एउटा एडभेन्चर गर्दैछौँ झर्ना छ झर्नाको माथिपट्टि चाहिँ हिँड्न मिल्ने ठाउँहरू छ अनि हामी चाहिँ त्यहाँबाट चाहिँ हिँड्दै तिमी त लड्छौ गएर देखाउनु त खै कहाँ उडेर गयो कता गयो त्यही छ तर यहाँ चाहिँ देखिँदो रहेछ है क्यामेरामा ल त्यही भएन कि अब हामी चाहिँ यो बाटोबाट हिँडेर बाटोबाट यो एकदम चिप्लो पनि देखिरहेछ है एडभेन्चरै हो मोजा लाउनु हुन्छ तिमीले दुईजना भिज्यो भने सँगै भिजिन्छ छात समातेर जाने कि नसमातिकन मात्रै जाने हो यो त अनि चिप्लो पनि छ है एकदम विचार गरेर हिँड्नुपर्छ मोजा भिज्छ नि त फेरि भिज्दैन ल मोजा नभिज्नु तरिकाले जाने हो त्यताबाट जाने होइन यदि यहीँ यो बाटो यो जुन छ त्यही बाटोबाट जाने
हामी चाहिँ हिँड्यौँ यो बाटो चाहिँ यस्तो स्लिपरी छ मान्छेहरू यहाँ कति चिप्लिरहेको थियो अघि हिँड्दाखेरि आफू चाहिँ यस्तो फास्ट हिँडिरहेको मान्छे तर त्यस्तो स्लिपरी पनि छैन मान्छेहरू किन अघि त्यसरी चिप्लिरहेको थिए हिँड्न नजानेर यस्तो इजी बाटो यो बाटो त हामीले कति हिँड्यौँ नेपालमा अनि यो एउटा नदी हो सायद नदी हो कि लेक हो थाहा छैन तर यही पानी चाहिँ यहाँबाट चढ्न आउँदै झरेर त्यसरी तल जान्छ अहिले चाहिँ कति धेरै मान्छेहरू आइसक्यो अब हामी जाने हो रिटर्न अब त्यता त केही पनि छैन मान्छेहरू फोटोसुट गरिरहेको छ यतै जाउँ चाहिँ फेरि फर्केर जाँदैछौँ सेम बाटो बसेपछि सफा भएर आउँदो रहेछ होइन पानी त्यस्तो पर्छ त्यहाँ अनि यो हाम्रो पढाइ होइन त फिल्ट्रेसन एउटा थियो नि त सेडिमेन्टेसन हो कि के भन्नु अनि बिस्तारै जाँदैछौँ फाइनली यहाँ आइसकेको अवस्था एकदम डेन्जर रमाइलो हो फल्स फेरि पनि अझै यहाँ त फेरि पनि आउँ जस्तो फिलिङ आउने है अब यसरी नै हामी अरू पनि कुनै भ्रमण गरियो भने सानोतिनो सर्टकट इभन अफ लङ कट होला सेयर गर्नेछौँ आजको लागि यति नै स्टे ट्युन